नमस्कार। ल आज हामी मिलन आफन्तको एउटा निकै रोचक निबन्धमा डुब्नेछौँ जहाँ प्रेम र विवाह बीचको गहिरो सम्बन्धलाई केलाइएको छ। आउनुहोस् यो विषयको गहिराईमा प्रवेश गरौँ। अब यो कुरा सुन्दा अलिकति अनौठो लाग्न सक्छ, तर प्रेम र विवाहको कुरा हामी यही एउटा ब्रह्मचर्यको बाचाबाट सुरु गर्दैछौँ। आखिर प्रेमको चर्चामा यो प्रसङ्ग किन आयो होला? हो, यही प्रश्नले नै आजको हाम्रो यात्रालाई थप रोचक बनाउँछ। ल अब अगाडि बढ्नुभन्दा पहिले यी दुई शब्द प्रेम र विवाहलाई लेखकले कसरी हेर्नुहुन्छ त्यो बुझौँ। यी दुई आधारभूत अवधारणाहरू के हुन् त? लेखकको नजरमा प्रेम भनेको के हो त? उहाँ भन्नुहुन्छ यो केवल भावनाहरूको मिलन मात्र होइन, यो त मानव जीवनको एउटा नभई नहुने एकदमै प्राकृतिक र गहिरो पक्ष हो। एक किसिमले भन्ने हो भने ईश्वरले दिएको उपहार। प्रेम बिनाको जीवन उहाँको विचारमा अधुरो र अलि बनावटी जस्तो हुन्छ। अब प्रेमको कुरा त भयो, तर विवाह नि? विवाहलाई चाहिँ लेखकले एक सामाजिक मिलन वा सम्झौताको रूपमा हेर्नुहुन्छ। यसले एउटा औपचारिक ढाँचा दिन्छ जसले दुई व्यक्तिलाई समाजको नजरमा एउटै इकाइको रूपमा प्रस्तुत गर्छ। अब हामी आइपुगेका छौं यो निबन्धको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्नमा, त्यो हो के प्रेमको अन्तिम बिन्दु साँच्चै विवाह नै हो त? यो एउटा यस्तो सवाल हो जसले मानिसहरूलाई दुई कित्तामा बाँडेको छ। हो, यही प्रश्न हो जुन हाम्रो आजको चर्चाको केन्द्रमा छ। प्रेम गरिसकेपछि विवाह गर्नु अनिवार्य नै हो त? यो विषयमा मान्छेका विचारहरू कति फरक छन् भन्ने कुरा रोचक छ, जसले दुई अलग अलग धारलाई जन्म दिएको छ। यहाँ दुई फरक धार स्पष्ट देखिन्छन्। एउटा धारले भन्छ, हेर, प्रेम र विवाह दुई फरक कुरा हुन्, प्रेम गर्दैमा विवाह गर्ने पर्छ भन्ने केही छैन। अनि अर्को धारको भनाइ छ, होइन, प्रेमको अन्तिम गन्तव्य नै विवाह हो। जबसम्म प्रेम विवाहमा परिणत हुँदैन तबसम्म त्यसले सार्थकता पाउँदैन। अब यस्तो दुई धारको बहसको बीचमा लेखकले एउटा बाटो देखाउनुहुन्छ। उहाँको विचारमा आजको आधुनिक समयको लागि सबैभन्दा उत्तम मोडल हो प्रेम विवाह। उहाँ किन यसो भन्नुहुन्छ त? किनभने प्रेम विवाहमा जोडीले एक अर्कालाई विवाहभन्दा पहिले नै गहिरोसँग बुझ्ने समय पाउँछन् र यही आपसी समझदारी नै हो जुन एउटा सफल सम्बन्धको जग बन्छ। उहाँको यो भनाइले पनि त्यही कुरालाई जोड दिन्छ। आफ्नो जीवनसाथीलाई राम्ररी बुझ्न सकिएको हुन्छ। जब एक अर्काको बानी बेहोरा, सोचाइ अनि सपनाहरू पहिले नै थाहा हुन्छ, सम्बन्ध बलियो नहुने कुरै भएन। तर यहाँनिर लेखकले एउटा एकदमै महत्त्वपूर्ण कुरा थप्नुहुन्छ। उहाँ भन्नुहुन्छ, प्रेम विवाह त उत्तम हो, तर यदि त्यसमा परिवारको पनि स्वीकृति मिल्यो भने त्यो सम्बन्धमा सुगन्ध थपिन्छ। मतलब त्यो सम्बन्ध अझै धेरै सुन्दर र मजबुत बन्छ। ल यति धेरै सैद्धान्तिक कुरा गरिसकेपछि अब अलिकति व्यवहारिक कुरा गरौँ। जीवनसाथी छान्ने बेलामा के कुरामा ध्यान दिने त? यसमा पनि लेखकका केही सल्लाहहरू छन्। सही जीवनसाथी छनौट गर्न बाहिरी कुराहरूभन्दा भित्री गुणहरूमा ध्यान दिनुपर्छ। जस्तै पहिलो हो आनी बानी र व्यवहार। दोस्रो, दुवैको सोच र जीवनको लक्ष्य कतिको मिल्छ। तेस्रो, एकअर्काप्रति कतिको ख्याल छ। र चौथो, जीवनका उतार चढावमा साथ र सहयोग गर्ने भावना छ कि छैन। अझै प्रश्नसँग भन्नुपर्दा, कस्तो व्यवहारले राम्रो जीवनसाथीको सङ्केत गर्छ त? जसले स्वास्थ्यको ख्याल राख्छ, परिवारप्रति चासो देखाउँछ, करियरको लागि राम्रो सल्लाह दिन्छ, सानसाना कुरामा ध्यान पुर्याउँछ, अनि सुखमा मात्र होइन दुःखमा पनि सँगै उभिन्छ। हो, यस्तो व्यक्ति नै वास्तवमा सही साथी हुन सक्छ। र यहाँनिर लेखकले सबैभन्दा महत्त्वपूर्ण कुरामा जोड दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, बाहिरी सुन्दरता वा रूप भनेको त दोस्रो कुरा हो। लामो र दिगो सम्बन्धको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त व्यक्तिको चरित्र, उसको व्यवहार र मूल्य मान्यता नै हुन्। ल अब हामी हाम्रो चर्चाको अन्त्यतिर आइपुगेका छौँ। जब प्रेम र विवाह यति बलियो जगमा बन्छ तब त्यसले कस्तो रूप लिन्छ त त्यो हेरौँ। एउटा सफल प्रेमले 2-4 पलको आकर्षण मात्र हेर्दैन। यसले त साँचो समझदारी र एउटै मूल्य मान्यताको आधारमा जीवनभर नटुट्ने एउटा बन्धन बनाउँछ। यो नै एक अटुट सम्बन्ध हो। र अन्त्यमा यो सम्पूर्ण चर्चापछि एउटा प्रश्न मनमा आउँछ र यही प्रश्नसँगै हामी आजको लागि बिदा लिनेछौँ। के साँच्चै प्रेमलाई विवाहको बन्धनमा बाँध्न जरुरी नै छ त? यो प्रश्नमाथि सोच्दै गर्नुहोला। धन्यवाद।